आज म टोफू करी बनाउन गइरहेको छु। यसको लागि टोफूलाई धोएर कट गरेर अब यसलाई फ्राई गर्न गइरहेको छु। फ्राई चाहिँ यसलाई ब्राउन हुने बेलासम्म गर्नुपर्ने हुन्छ र यदि टोफू ताजा छ भने टोफू मजाले फुल्लिन्छ। सेम कराईमा थोरै तेलमा जिरा हालेँ, जिरा ब्राउन भएपछि प्याज हालेँ, प्याज ब्राउन भइसकेपछि टमाटोको पेस्ट हालेर राम्रोसँग चलाएर एकछिनसम्म पाक्न दिएँ। त्यसपछि बेसा, जिरा धनियाँको धुलो, नुन, लसुनको धुलो र अदुवाको पेस्ट हालेर राम्रोसँग चलाएर लो फ्लेममा यसलाई एकछिनसम्म पाक्न दिनुपर्ने हुन्छ र यसलाई बिचबिचमा चलाउनु पर्ने हुन्छ। जब मसालाले तेल छोड्छ तब हाम्रो मसाला पनि बनेर रेडी हुन्छ। अब यसमा मैले तातो पानी एड गरेँ र सँगसँगै थोरै पिरोको लागि खुर्सानीको धुलो पनि हालेँ। हरियो लसुनको पात हालेर राम्रोसँग बोइल हुन दिएँ। त्यसपछि टोफूलाई हालेर ग्यासको फ्लेम कम गरेर अब यसलाई राम्रोसँग हामीले कुक हुन दिनुपर्छ जबसम्म टोफूले मसलाहरू एब्जर्ब गर्दैन। त्यसपछि अब हाम्रो टोफू बनेर रेडी भइसकेको छ। माथिबाट हरियो धनियाँ हालेर अब सर्भ गर्नको लागि रेडी भयो।